नमस्कार साथीहरू, सबैजनालाई स्वागत छ मेरो फिन्टेक लर्निङ अफ युट्युब च्यानलमा। आजभन्दा केही दिन अगाडि मैले निमावि टिचर लाइसेन्सको नोटिसको बारेमा चाहिँ भिडियो बनाएको थिएँ र उक्त भिडियोमा चाहिँ धेरैजनाले कमेन्ट गर्नुभएको थियो। यसको चाहिँ पाठ्यक्रम यानि कि सिलेबल के कस्तो हो, कुन कुन टपिकबाट क्वेसन सोधिनेछ, कस्तो हुन्छ एक्जाम परीक्षा, कस्तो मोडमा हुन्छ, कस्तो तरिकाले हुन्छ भनेर सोध्नुभएको थियो कमेन्ट गरेर। त्यसैले आजको यस भिडियोमा भने म तपाईहरुलाई निम्न माध्यमिक लेभलको चाहिँ तपाईहरुको टिचिङ लाइसेन्सको चाहिँ सिलेबसको बारेमा चाहिँ बताउन गइरहेको छु साथीहरु। यो मसँग पीडीएफ रहेको छ, पुरा पाठ्यक्रम यहाँनेर रहेको छ। यो पाठ्यक्रमको बारेमा बताउनु भन्दा पहिला म तपाईहरुलाई एकचोटी छोटो जानकारी दिन्छु। यहाँनेर फर्म भर्ने टाइम कतिसम्म रहेको छ भनेर। अझै पनि फर्म भर्ने डेट रहेको छ। अझै पनि तपाईहरुको चाहिँ फर्म भर्ने अन्तिम मिति रहेको छ 2082 साल कार्तिक 10 गतेसम्म रहेको छ। 700 रुपैयाँ लाग्छ फर्म भर्नलाई। कार्तिक 10 गते पछि पनि तपाईहरुले चाहिँ कार्तिक 11 गतेदेखि कार्तिक 17 गतेसम्म चाहिँ डबल दस्तुर बुझाएर यानि कि 1400 रुपैयाँ बुझाएर कार्तिक 17 गतेसम्म पनि फर्म भर्न सक्नुहुन्छ। तपाईहरुको परीक्षाको किसिम लिखित हुन्छ, रिटन एक्जाम हुन्छ, तपाईहरुको अब्जेक्टिभ हुन्छ, एमसीक्यू बेस्ड एक्जाम हुन्छ। तपाईहरुले टिक लगाउनु पर्ने हुन्छ, 4 वटा अप्सन दिएको हुन्छ र तपाईहरुले चाहिँ यो एक्जाम फर्म भर्नको लागि अझै पनि टाइम रहेको छ। एक्जाम फर्म कसरी भर्ने भन्दाखेरि शिक्षक सेवा आयोगको वेबसाइट license.tsc.gov.np मा गएर आफ्नो लगइन आइडी क्रिएट गरेर आफ्नो नर्मल सोधिएको त्यहाँको डिटेलहरु भरेर तपाईहरुले आफैले पनि घर बसी एप्लाई गर्न सक्नुहुन्छ। 700 रुपैयाँ फी लाग्छ। कार्तिक 10 गतेसम्म टाइम रहेको छ। कार्तिक 11 गतेदेखि कार्तिक 17 गतेसम्म भने 1400 रुपैयाँ यानि कि डबल दस्तुर बुझाएर पनि भर्न सक्नुहुन्छ है त। यो भयो फर्मको रिलेटेड थोरै नोटिस मैले तपाईहरुलाई जानकारी दिएँ। अझै पनि टाइम बाँकी छ, फर्म भर्न सक्नुहुन्छ। अब जाम सिलेबल तर्फ। यो पीडीएफ मसँग रहेको छ, 6 पेजको पीडीएफ छ सिलेबसको। यो पीडीएफ तपाईलाई चाहिएमा म भिडियोको डिस्क्रिप्सनमा चाहिँ लिंक राखिदिने छु, त्यहाँ क्लिक गरेर पनि यो पीडीएफ डाइरेक्टली डाउनलोड गर्न सक्नुहुन्छ। र साथीहरु अब म तपाईहरुलाई यहाँनेर एकचोटी पहिला लास्टमा भनिएको कुरा एकैचोटी पहिला सुनाउँछु। अनिखेर यहाँ भनिएको छ साथीहरु तपाईहरुको चाहिँ यो एक्जाम चाहिँ विषय वस्तुगत हुनेछ यानि कि अब्जेक्टिभ हुनेछ है। अब्जेक्टिभ भनेको कस्तो भन्दा तपाईहरुलाई चाहिँ अप्सन दिइनेछ, क्वेशन सोधिनेछ, 4 वटा अप्सन दिइनेछ। त्यो मध्ये कुनै एउटा अप्सन टिक लगाउनु पर्छ तपाईहरुले। अब्जेक्टिभ टाइपको क्वेशन हुन्छ र यो तपाईहरुको फुल मार्क्स चाहिँ 100 मार्क्स हुनेछ एक्जाम। यहाँ लेखिएको छ फुल मार्क्स 100 मार्क्स हुनेछ। टोटल 50 वटा क्वेशन हुनेछ भनेपछि एउटा क्वेशनको तपाईहरुको 2 मार्क्स जति हुनेछ र तपाईहरुको एक्जाम चाहिँ 1 घण्टा जति हुनेछ है यहाँनेरि। अब पहिला यहाँ लेखिएको कुरा यहाँनेरि पहिला पढौं। परीक्षा प्रणाली वस्तुगत हुनेछ यानि कि अब्जेक्टिभ एमसीक्यू टाइप हुनेछ। वस्तुगत परीक्षामा प्रति प्रश्न 2 अंकको दरले 50 वटा प्रश्न सोधिनेछ। ठीक छ, हरेक क्वेशनको 2 मार्क्स हुन्छ, 50 वटा क्वेशन सोधिनेछ। टोटल क्वेशन 50 वटा यहाँ लेखिएको छ। हरेक क्वेशनको 2 नम्बर हुन्छ, त्यसैले टोटल फुल मार्क्स यहाँनेरि 100 भयो है त। यो पनि ठीक छ। अब वस्तुगत प्रश्नहरु निर्माण प्रथम तह लेभल 1 को 50%, लेभल 2 को 30% र लेभल 3 को लागि 20% हुनेछ भनेर भनिएको छ। भन्नुको मतलब साथीहरु जुन यो 50 वटा क्वेशन छ त्यो मध्ये तपाईहरुको 50% यानि कि 50% क्वेशन भने तपाईहरुको चाहिँ यानि कि 25 वटा क्वेशन चाहिँ लेभल 1 को हुनेछ। लेभल 1 भनेको ज्ञान तथा बोध तह लेभल 1 हुन्छ। लेभल 1 हल्का सजिलो हुन्छ तपाईहरुको है त। लेभल 1 को 50% क्वेशनहरु सोधिन्छ यानि कि 25 वटा क्वेशन। 50 मा 50% भनेको 25 वटा क्वेशन लेभल 1 बाट सोधिन्छ र लेभल 2 बाट तपाईहरुलाई 30% यानि कि तपाईहरुको 15 वटा क्वेशन चाहिँ लेभल 2 बाट सोधिन्छ है। लेभल 2 भनेको तपाईको सिपको प्रयोग तह भनेर भनिएको छ। लेभल 2 हल्का मिडियम लेभल हुन्छ। लेभल 1 भन्दा अलिकति गाह्रो हुन्छ। 15 वटा क्वेशन लेभल 2 बाट सोध्छ भने लेभल 3 बाट तपाईहरुको चाहिँ 20% क्वेशन सोधिनेछ भनेर भनिएको छ। यानी लेभल 3 बाट 20% क्वेशन सोधिनेछ भनेर। लेभल 3 मा तपाईहरुको 20% भन्नाले तपाईहरुको 10 वटा क्वेशन सोधिनेछ लेभल 3 बाट। लेभल 3 भनेको उच्च दक्षता तह हो, एकदमै प्रोफेसनल लेभलको क्वेशन सोधिनेछ यहाँनेरि चाहिँ। यसरी तपाईहरुको लेभल 1, लेभल 2 र लेभल 3 गरेर टोटलमा 50 वटा क्वेशन सोधिनेछ। अब यहाँ जाम। यस परीक्षाको लागि 1 घण्टा समय छुट्याइएको छ। ठीक छ। वस्तुगत बहुवैकल्पिक यानि कि मल्टिपल चोइस क्वेशनहरुको उत्तर सही दिएको प्रत्येक सही उत्तर बापत 2 अंक प्रदान गरिनेछ। ठीक छ। 50 वटा क्वेशन हुन्छ, हरेक क्वेशनको 2 नम्बर हुन्छ। 50 × 2 गरेर टोटल मार्क्स 100 मार्क्स। यस पाठ्यक्रममा परेका ऐन, नियम, कानुन, नीति तथा कार्यक्रमहरु परीक्षाको मिति भन्दा 3 महिना अगाडि सम्म संशोधन भएका वा थप गरी संशोधन भई कायम रहेकालाई यस पाठ्यक्रममा परेको सम्झिनु पर्नेछ भनेर भनिएको छ। यो भनेको के भन्दाखेरि तपाईहरुको सिलेबलमा चाहिँ जुन पनि ऐन, नियम, कानुन तपाईहरुले पढ्न पर्ने हुन्छ, उक्त ऐन, नियम, कानुन चाहिँ 3 महिना अगाडिसम्म संशोधित भएको
आजको डेटभन्दा 3 महिना अगाडिको लेटेस्ट जुन ऐन नियम कानुन छ त्यो ऐन नियम कानुन तपाईहरुलाई चाहिँ एप्लिकेबल हुन्छ। त्यो एमेन्डमेन्टहरु त्यो तपाईहरुको चाहिँ एमेन्डमेन्टहरु आएको छ, संशोधन भएको छ भने 3 महिनाभन्दा अगाडिको संशोधन मात्र तपाईहरुको पाठ्यक्रममा लागू हुनेछ है त। अब जस्तै आजभन्दा 1 महिना अगाडि कुनै संशोधन आएको छ नियममा ऐनमा भने त्यो संशोधन तपाईहरुलाई लागू हुँदैन। तपाईहरुलाई आजभन्दा 3 महिना अगाडि कमसेकम 3 महिना अगाडि संशोधन भएका ऐन नियमहरु छ भने चाहिँ त्यो चाहिँ तपाईहरुको पाठ्यक्रममा समावेश हुन्छ, त्यो चाहिँ पढ्न पर्ने हुन्छ तपाईहरुले है त। यो पाठ्यक्रम 2068 साल चैत 2 गतेदेखि परीक्षामा लागू हुनेछ भनेर भनिएको छ। ठीक छ, यो सिलेबल 2078 सालमा डिजाइन भएको सिलेबल हो। यो त्यही सिलेबल नै अहिलेसम्म चलिरहेको छ। यो डेट यहाँ पनि लेखिएको छ सुरुमा। आयोगको निर्णय मिति भनिएको छ 2078 साल चैत 2 गते भनेर भनिएको छ। यो पाठ्यक्रम चाहिँ 2078 सालको चैत 2 गतेदेखि नै लागू भएको छ है त। यो भयो। अब यो टेबलमा जाम। यो टेबल एकदमै इम्पोर्टेन्ट छ। अब यहाँ हेर्नु होला, यहाँ तपाईहरुको 3टा लेभल हुन्छ भनेर त थाहा पाउनु भयो तपाईहरुले, लेभल 1, लेभल 2, लेभल 3। अब यसमध्ये पनि हरेक लेभलमा 2टा खण्ड हुन्छ। एउटा खण्ड ए क सामान्य शिक्षा पार्ट ए भयो यो। अर्को पार्ट बी यानी कि खण्ड बी मा चाहिँ शैक्षिक व्यवस्थापन र शिक्षण प्रक्रिया भनेर भनिएको छ। र हरेक खण्डबाट चाहिँ तपाईहरुलाई चाहिँ हरेक लेभलमा हरेक खण्डबाट तपाईहरुलाई विभिन्न प्रश्नहरु सोधिन्छ। अब जस्तै पार्ट ए मा सामान्य शिक्षा रहेको छ। पार्ट ए भित्रको पनि तपाईहरुको 6 वटा अरु सब पार्टहरु रहेको छ। यानी कि नेपालको राष्ट्रिय शिक्षा प्रणाली, शिक्षामा नवीनतम चिन्तन, सिकाइ र बाल मनोविज्ञान, विद्यालय समुदाय सम्बन्ध, शिक्षकको पेशागत दक्षता विकास, गुणस्तरीय शिक्षा रहेको छ। यो पार्ट ए भित्रको पनि सब पार्टहरुबाट तपाईहरुलाई कति वटा क्वेशन सोधिन्छ भनेर यहाँनेरि भनिएको छ। जस्तै म एउटा भन्न चाहन्छु, नेपालको राष्ट्रिय शिक्षा प्रणाली भनिएको छ। अब यो टपिकबाट तपाईहरुलाई लेभल 1 मा 2टा क्वेशन सोधिनेछ, लेभल 2 मा एउटा क्वेशन सोधिनेछ, लेभल 3 मा एउटा क्वेशन सोधिनेछ गरेर यो सब पार्टबाट तपाईहरुलाई टोटल 4 वटा क्वेशन सोधिनेछ। यसरी नै तपाईहरुले सबै पढ्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। यहाँनेरिबाट यसको स्क्रिनशट पनि लिन सक्नुहुन्छ है त। यो भयो। अब म तपाईहरुलाई यहाँनेरि एक्चुअली माथि जान्छु टपमा। यहाँ टपमा के भनिएको छ भन्दाखेरि फुल मार्क्स 100 अघि भनिसके। पास हुनको लागि तपाईहरुलाई 50 नै ल्याउनु पर्छ है साथीहरु। पास मार्क्स 50 हो, 40 हैन, 50 हो पास मार्क्स। र तपाईहरुको 1 घण्टाको समय हुन्छ। अब यहाँनेरि हेर्नु होला, यहाँ पाठ्यक्रमको उद्देश्यहरु, पाठ्यक्रमको परिचय दिएको छ। यो त्यति इम्पोर्टेन्ट छैन। अब अर्को इम्पोर्टेन्ट कुरा जान्न पर्ने कुरा के भन्दाखेरि जस्तै यहाँनेरि मैले अघि तपाईहरुलाई भने 2टा खण्ड हुन्छ भनेर, खण्ड क र खण्ड ख भनेर, पार्ट 1 र पार्ट बी। यो भित्र पनि तपाईहरुको 14 वटा सब पार्टहरु रहेको छ। अरु सानो पार्टहरु रहेको छ 14 वटा। अब यो 14 वटा पार्टमा चाहिँ के कुराहरु पर्छ, जस्तै नेपालको राष्ट्रिय शिक्षा प्रणाली भन्ने एउटा पार्ट भयो, सब पार्ट भयो। अब यो टपिक भित्र चाहिँ के कुराहरु चाहिँ हामीले पढ्नु पर्छ भनेर चाहिँ यहाँनेरि भनिएको छ। त्यो 14 वटा पार्टको पूरा एक्सप्लेनेसन यहाँनेरि दिएको छ। जस्तै यहाँ हेर्नु न, नेपालको राष्ट्रिय शिक्षा प्रणाली यहाँ छ नि। अघिको एउटा खण्ड थियो यहाँनेरि, पार्ट ए को एउटा खण्ड भित्रको अर्को सब पार्ट रहेको थियो नेपालको राष्ट्रिय शिक्षा प्रणाली। अब त्यो भित्र कुन टपिक पढ्नु पर्छ भन्दाखेरि यी टपिकहरु तपाईहरुले पढ्नु पर्छ यहाँनेरि। नेपालको संविधानमा शिक्षा सम्बन्धी व्यवस्था, विद्यालयको शिक्षाको संरचना र प्रकार, शिक्षाका राष्ट्रिय उद्देश्यहरु, शिक्षा ऐन तथा शिक्षा नियमावली, यिनीहरु हैन, राष्ट्रिय शिक्षा नीति, स्थानीय सरकार सञ्चालन ऐन, यिनीहरु कुराहरु तपाईहरुले चाहिँ यो सब पार्ट, यो खण्ड सब खण्डमा चाहिँ यो पढ्नु पर्यो यो है। अब अर्को पार्ट रहेको छ तपाईहरुको, अर्को सब पार्ट छ शिक्षामा नवीनतम चिन्तन। अब यो भित्र तपाईहरुले के टपिकहरु पढ्नु पर्यो भन्दाखेरि समावेशी शिक्षा, बाल मैत्री शिक्षाको अवधारणा र प्रयास है, यो टपिकहरु पर्छ यहाँनेरि भित्र। र यो टपिकहरुबाट चाहिँ क्वेशनहरु सोधिनेछ यहाँनेरि है भनेर यहाँनेरि लेखिएको छ। यो तपाईहरुले पीडीएफ डाउनलोड गरेर सबै हेर्न सक्नुहुन्छ। अब साथीहरु यो कसरी चाहिँ पढ्ने, कसरी तयारी गर्ने भन्न धेरै जनाको डाउट हुन सक्छ। तयारीको लागि विभिन्न तपाईहरुले चाहिँ अनलाइन क्लासेसहरु पनि अवेलेबल छ। युट्युबहरुतिर पनि तपाईहरुले फ्रीमा क्लासहरु पनि हुन्छ कोही टिचरहरुको। तपाईहरु उहाँहरुकै सेन्टरमै फिजिकली गएर पनि पढ्न सक्नुहुन्छ। र धेरै जना टिचरहरुको चाहिँ अनलाइन लाइभ भिडियो, जुम क्लासको भिडियोहरु पनि अवेलेबल छ अहिले। अब त्यस्ता टिचरहरुलाई चाहिँ तपाईहरुले चाहिँ कन्ट्याक्ट गरेर चाहिँ अनलाइनै घर बसी पनि जुम क्लासबाट पनि यसको तयारी गर्न सक्नुहुन्छ। टाइम तपाईलाई इनफ रहेको छ, धेरै टाइम बाँकी छ अझै पनि। यसको एक्जाम हुँदैछ तपाईहरुको चाहिँ यहाँ लेखिएको छ। एक्जाम तपाईहरुको परीक्षा हुँदैछ 2082 साल मंसिर 20 गते भनेर भनिएको छ साथीहरु। हेर्नु है, मंसिर 20 गते भनेपछि अझै 1 महिना भन्दा बढी छ, 1.5 महिना जति टाइम गएको छ अझै। आजबाट तयारी सुरु गर्नुभयो भने पनि तपाईहरुले आरामले नाम निकाल्न सक्नुहुन्छ। त्यस्तो केही गाह्रो छैन, मजाले मेहनत गरेर पढ्नु होला यहाँनेरिबाट।
केही डाउट तपाईहरुलाई यो भिडियोमा लाग्यो भने कमेन्ट गर्न सक्नुहुन्छ। भिडियो राम्रो लागेमा भिडियोलाई लाइक पनि गरिदिनु होला, राम्रोसित तयारी गर्नु होला भन्दै भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै आजको लागि भने बिदा माग्न चाहन्छु साथीहरु। हवस् साथीहरु, थ्यांक यू, टेक केयर, गुड बाई।